जब परमेश्वरको प्रतिज्ञा अझै पूरा भएको छैन र तपाईँ वर्षौंदेखि प्रतीक्षा गरिरहनु भएको छ, तब तपाईँ के गर्नुहुन्छ? परमेश्वरले अब्राहमलाई एउटा छोरा दिने प्रतिज्ञा गर्नुभयो। वर्षौं बिते तर केही पनि भएन। त्यसपछि साराले एउटा योजना बनाइन्। अब्राहमले उनकी दासी हागारबाट सन्तान जन्माउने योजना। यो कुरा साराको निम्ति ठिक देखिन्थ्यो, तर वास्तवमा यो एउटा छोटो बाटो मात्र थियो, ईश्वरीय प्रतिज्ञालाई मानवीय उपायले पूरा गर्ने एउटा प्रयास। त्यसैको परिणामस्वरूप इस्माइलको जन्म भयो र उनीसँगै शताब्दीयौंको त्यो युद्ध पनि सुरु भयो, जसले आजसम्म पनि मध्यपूर्वलाई प्रभावित पारिरहेको छ। तर परमेश्वरको योजना बदलिएको थिएन। उहाँ अझै पनि अब्राहम र सारालाई नै सन्तान दिन चाहनुहुन्थ्यो। उनीहरूको त्यो छोटो बाटोले परमेश्वरको प्रतिज्ञालाई छोटो बनाएन, तर यसले नयाँ जटिलताहरू चाहिँ निम्त्याए। परमेश्वरमाथि भरोसा गर्नु भनेको आफ्नै उपाय बनाउनु होइन, उहाँको प्रतिज्ञाको समाधानलाई पर्खनु हो। उहाँले बनाउनु भएको योजना हामीले बनाएको भन्दा सधैँ उत्तम हुन्छ। टिटिभी नेपाली एप डाउनलोड गरी हरेक पदको अर्थसहित थ्रु द बाइबलसँग अध्ययन गर्नुहोस्, जहाँ बाइबललाई सरल रूपमा बुझ्न सजिलो बनाइएको छ।